सकेको छैन। हामी युवा जागेका छौँ, हामीले बुझेका छौँ। हामीलाई अन्धकारमा राखिएको थियो। हामीलाई आफ्नो माटो थाहा थिएन, आफ्नो धर्म थाहा थिएन, आफ्नो देश थाहा थिएन। हामी +2 गर्न नपाई विदेश कुद्नुपर्छ। हामीलाई देशमा गरी खान नसक्ने अवस्था बनाइएको छ। म कुवेतमा एमबीसीमा जागिर पाएको, मैले खाइनँ किनभने म मेरो देश छोड्न सक्दिनँ, मेरो देश बिर्सिन सक्दिनँ, मेरो देशबाट म टाढा जान सक्दिनँ। पोर्चुगलको भिसा लागेको म त्यहाँ पनि गइनँ किनभने मलाई लाग्छ मेरो देशको लागि मेरो पनि थोरै बहुत योगदान हुनुपर्छ। मेरो पनि मेरो देशको लागि दायित्वबोध मैले गर्नुपर्छ, केही न केही योगदान दिनुपर्छ भन्ने बुझाइ हो मेरो। अनि त्यसपछि युवालाई अहिले यो दलतन्त्रले देशमा बसी नसक्ने अवस्था पैदा गरेको छ। जसरी हुन्छ युवाले चाहिँ यो दलालहरूलाई लकेट्छन् र गरी खान दिँदैनन् भनेर युवालाई चाहिँ कसरी हुन्छ ब्याग बोकेर विदेश खेदाउने दलतन्त्रले यो गरेको छ। त्यही भएर हामीलाई दलतन्त्र चाहिँदैन, हामीलाई विशेष गरी मलाई राजतन्त्र चाहिन्छ, सक्रिय राजतन्त्र चाहिन्छ, जसले मलाई दिनभरि काम गरेर बेलुका आनन्दले खाएर परिवारसँग बस्न दिन्छ। त्यो तन्त्र चाहिएको छ। त्यसैले हामी युवा अब जागिसकेका छौँ। आदरणीय डाक्टर झकमान गुरुलाई हाम्रो साथ छ, हाम्रो राजालाई हाम्रो साथ छ। र एउटा कुरा, यदि दरबार समक्ष यो कुरा पुग्छ भने मेरो सानो सन्देश हाम्रो अभिभावक हाम्रो राजालाई के छ भने हामी विगत 10 वर्षदेखि नेपाल जस्तो भूमिमा चाहिँ राजा चाहिँ अपरिहार्य छ है भनेर बुझेदेखि लागेका छौँ। हामी आफ्नो खर्चमा आफ्नो पैसामा हामी युवाहरू सदैव कुदेका छौँ। आफ्नो व्यक्तिगत स्वार्थलाई पछाडि राखेर आफ्नो व्यापार व्यवसाय बिर्सेर यो देश यो माटो धर्म राजाको लागि लागेका छौँ। तर समस्या के छ भने जुन घेराले राजालाई घेरेर राखेको छ त्यो अपराधी घेरा छ। त्यो अपराधी घेराले हामी र राजालाई एक हुन दिएको छैन, राजासँग सहकार्य गर्न दिएको छैन। हामीलाई त अहिलेसम्म विगत 10 वर्षदेखि अहिलेसम्म ल है अघि बढ्नुहोस् हामी छौँ भन्ने मान्छे छैनन्, कोही छैनन्। एक्लै टुराटुरी जस्तो भएर हिँड्नु परेको छ। हामी तपाईँको यो राज्यबाट अपमानित, हामीलाई टुराटुरीको व्यवहार हुन्छ, हामीलाई नगरले न्याय गर्दैन, हामीलाई तपाईँको अड्डा अदालतले न्याय गर्दैन। यी माओवादी दलाल तस्करहरूले यस्तो संस्कार पैदा गरेका छन्। लुट्नुपर्छ, ठग्नुपर्छ, अर्काको जग्गा जमिन खानुपर्छ, अनि त्यसपछि धर्म सिद्ध्याउनुपर्छ, जो सोझो छ त्यसको सम्पत्ति सबै हडप्नुपर्छ, त्यसको सीमा मिच्नुपर्छ। यस्तो संस्कार निम्ताएको छ अपराधी माओवादीले। अनि हामी जो देशलाई माया गर्छौँ, जो राजा भन्छौँ, जो पार्टीको झोला समाउँदैनौँ, हामीलाई त तपाईँको यो पुरै राज्य समेत मिलेर यति अपहेलित एक्लो बनाएको छ। हामी टुराटुरी फिल भएको छौँ र हाम्रो राजाले जुन राजाको लागि हामी 10 वर्षदेखि लड्दैछौँ, हाम्रो राजाले पनि हामीलाई लु अघि बढ लाग हामी तिम्रो पछि छौँ भनेर भन्नुपर्ने हुन्छ। यो कुन घेराले राजालाई घेरेर राखेको छ त्यो घेरा समक्ष यो कुराहरू पुगोस् भन्न चाहन्छु। अनि अन्त्यमा आदरणीय डाक्टर साहब, हजुर यो उमेरमा पनि यो देश बस्नुपर्छ, धर्म बस्नुपर्छ। राजा पृथ्वीनारायण शाहको सन्ततिले आफ्नो हक अधिकार पाउनुपर्छ भनेर लाग्नु पर्यो भएको छ। हजुरलाई हाम्रो साथ छ। हामीसँग 10वटा जिल्लाका युवाहरू जोडिएका छन्। हजुर अघि अलिकति पनि नडगमगाउनुहोस्, हाम्रो साथ तपाईँलाई रहनेछ। हामी युवा पृथ्वी पथ हुँदै महेन्द्र पथ हुँदै ज्ञानेन्द्र पथमा देशलाई डोर्याएर छाड्छौँ भनेर मेरो प्रतिबद्धता यही रह्यो। धन्यवाद। हामीलाई चाहिँ उनीहरूको फ्रीको खेताला बनाएको थियो। फ्रीको खेताला कसरी भने ढुङ्गा हान्ने, झोला बोक्ने, उनीहरूको यसमेन हुने, उनीहरूले हामीलाई जसरी चाहिन्छ त्यसरी प्रयोग गर्ने, त्यस्तो बनाएको थियो। तर आज म थोरै भावुक पनि भएको छु किनभने मैले एउटा अभिभावक पाएको छु। हाम्रो आदरणीय डाक्टर साहबले हामीलाई समेट्नु भएको छ। उहाँ जतिको बौद्धिक व्यक्तित्वले हामीलाई एउटा मार्ग निर्देश गर्छु भनेर प्रतिबद्धता जाहेर गर्नुभएको छ। यो उमेरमा उहाँ देश धर्म बचाउन राजा ल्याउन लागि पर्नु भएको छ।